साथीहरू ल हेर्नु आजको हजुरहरूको नास्ता के छ। मेरो चाहिँ रोटी पार्दैछ है। आजको नास्ता थोरै मिठो चट्ट परेको आलुको तरकारी च्याउ मिक्स गरेर मेरो नास्ता यो छ। मेरो सानो भुन्ट्याङ बटुङ के गर्दैछिन् के गर्दैछौ सानो? के हो त्यो बनाउन लागेको? को लाग्यो त्यो रोटी? ए तिमी आफै बनाउन लाग्यो आफूलाई? हो र। हाई भन्देऊ न सबैलाई। उरी उरी चुप्पा खै। एउटा भान्ट्याङ मुन्टुङ यता चाहिँ समात्छ भनेर गर्मी मानेर मेरो भेन्ट्याङ मुन्टुङले यस्तो छ उहाँको हालत। आज बत्ती गएको गई गरेको छ कि बत्ती नै छैन। हेर्नु न साथीहरू, बत्ती नै छैन। आजको बाहिरको मौसम यस्तो छ। घाम लाग्छ भरि, बेला बेला बादल लाग्छ अनि मौसम चाहिँ एकदम शीतल छ आजको चाहिँ। एकदम राम्रो छ। हेर्नु न कस्तो राम्रो फुल फुलेको के त्यहाँ रातो लालीगुँडा जस्तै फुल छ। हेर्नु त क्या दामी छ। त्यो घरबेटी आन्टीको हो। हाम्रो आँगनमा पनि फुलेको छ यस्तो राम्रो फुल। हेर्नु यो कुन चाहिँ फुल हो ल कमेन्ट गर्नु है। ल साथीहरू बत्ती पनि आयो है। टुइ टुइ बत्ती आयो। कस्तो राम्रो बिट यस्तो राम्रोसँग मिलाएको छु है। एकछिनपछि नानीले अहिले यहाँ के गर्नुहुन्छ उहाँ नानी चकचके नानी हुनुहुन्छ कि रोटी पकाउँदै हुनुहुन्छ। उहाँले चाहिँ अहिले बत्ताङ बुत्तुङ पारेर फाल्नुहुन्छ। उहाँ चाहिँ बत्ती आएर अलि शीतल भएर चुप्प लागेर बस्नु भएको छ। बेला बेला मुसुक 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 हाँस्नुहुन्छ उहाँ। मुसुक मुसुक हाँस्ने मान्छे हो। फर्किनु लाग्नुभयो उहाँ त।